हेलो गाइस वेलकम टु माई च्यानल र आज चाहिँ मुनलाइट डुल्नु जानु पर्यो भनेर मनमा सोचिरहेको थियो र घरमा पनि बस्दा बस्दा अल्छी लागेर छटपट लागेर के गरौँ गरौँ भएर बाहिर निस्केको त ठिक्कै अटो पायो र म चाहिँ मुनलाइट कहिले पनि गएको थिइनँ इट्स फर्स्ट टाइम र यहाँ भाइजालाई सोधेको थियो भाइजा मुनलाइट लगिदिनु नि कता हो लगिदिनु भनेर भन्दै थियो र भाइजाले ओके चढ्नुहोस् म लगिदिन्छु भनेर चाहिँ म अटोमा चढेर हिँड्यो गाइस र आज चाहिँ साँझै त्यस्तै गाडीको जाम मान्छेको जाम र बजारहरू पनि लागेको रहेछ के साह्रो गरम लागेको हिँड्दाखेरि पनि पसिना आउँछ खाँदाखेरि पनि पसिना आउँछ धेरै गर्मी छ गाइस यता त बस्नै नसक्ने हिँड्नै नसक्ने र अहिले चाहिँ इन्डिया मेन हाइवे छोडेर चाहिँ यता मुनलाइट जाने बाटो सर्टकट बाटो हिँड्दैछु गाइस र फाइनली गाइस म चाहिँ यता मुनलाइटमा आइपुग्यो र भित्र आएर हेरेको र इट्स भेरी ब्युटिफुल प्लेस नानीहरूलाई खेल्ने जग्गा पनि राम्रो रहेछ र नानीहरूलाई गाडी चलाउनु मन लाग्यो भने गाडी पनि एभाइलेबल रहेछ यहाँ मुनलाइटमा र म चाहिँ भोक लागेर मेनु हेरेर अर्डर गरेको थियो र अर्डर गरिसकेर चाहिँ यसो बाहिर निस्केर हेरेको यहाँ एकदम राम्रो जग्गा रहेछ फोटो क्लिक गर्ने हो भने फोटो क्लिक गर्ने जग्गा पनि रहेछ र गाइस मलाई चाहिँ धेरै भोक लागेको थियो र मैले चिल्ली मोमो चिकन ललिपप त्यहाँदेखि ड्रिङ्क्स मागेर खायो गाइस यहाँ चाहिँ धेरै धेरै डिलिसियस फुड्सहरू मेन्यूहरू पाउँदो रहेछ र यो प्लेस चाहिँ एकदम राम्रो रहेछ गाइस ब्युटिफुल रहेछ हजुरहरूको फ्यामिलीहरू लिएर आयो भने यहाँ नानीहरूलाई रमाइलो गर्ने खेलाउने आफू पनि इन्जोय गर्ने फ्यामिलीसँग टाइम स्पेन्ड गर्नुको लागि धेरै धेरै राम्रो प्लेस रहेछ र अब चाहिँ बिल पे गरेर यहाँ दाइलाई टिप्स दिएर अब घर फर्केको गाइस थ्याङ्क यू फर वाचिङ माई भिडियो